नमस्कार दर्शकबिन, यहाँहरू हेर्दै हुनुहुन्छ सामाजिक रूपान्तरणका लागि सामाजिक अभियानद्वारा सञ्चालित युट्युब च्यानल सामाजिक अभियान। आज हामी कपिल मुनिले तपस्या गरेको स्थल कपिलधामको बारेमा छोटो चर्चा गर्न गइरहेका छौँ। कपिलधाम कपिलवस्तु जिल्लाको बाडङ्गा नगरपालिका वडा नम्बर 9 मा रहेको छ। यो ठाउँमा पुग्न पूर्व पश्चिम राजमार्गको बुटोल चन्द्रौटा सडक खण्डको बाडङ्गा नगरपालिका वडा नम्बर 7 बनगाईबाट 3 किलोमिटर उत्तर मोतीपुर हुँदै कोइली पुलको पश्चिमपट्टि रहेको छ। यो स्थल बनगाई डोटे अर्घाखाँची सडक नेर पर्दछ। कपिलधाम कपिल मुनिको आश्रम स्थल वा तपस्या स्थलको रूपमा लिइन्छ। त्यसो त कपिलवस्तु जिल्लाको नामाकरण कपिल मुनिको नामबाट रहन गएको मानिन्छ। कपिल मुनि शाक्य दर्शन अर्थात् शाक्य योगका प्रेरणा हुन्। कपिल मुनिको जन्म माता देवहूति तथा पिता कर्दम मुनिको पुत्ररत्नका रूपमा आफ्ना 9 दिदी पछि भएको हो। कपिल मुनि अत्यन्त प्रखर विद्वान, साधक तथा तपस्वी भएको कुरा हिन्दू धर्म ग्रन्थ गीतामा समेत उल्लेख छ। कपिल मुनिले बस्ती बसालेको हुनाले कपिलवस्तु नाम रहन गएको विश्वास छ। उनी कपिल मुनिको आश्रम स्थल वा तपस्या स्थल पवित्र धार्मिक क्षेत्र भएकोले कपिलधामको बारेमा वर्णन गर्दैछौँ। कपिलधाम सुन्दर, शान्त, प्राकृतिक मनोरमपूर्ण वातावरण, पवित्र धार्मिक स्थल, साहित्य, आयुर्वेद, योग, विद्या र साहित्यको सङ्गम स्थल बनेको छ। यस ठाउँमा कपिल मुनिको मन्दिर, राधाकृष्णको मन्दिर, 108 शिवलिङ्ग, योग ध्यान केन्द्र, संस्कृत अध्ययनका लागि गुरुकुल पाठशाला, आयुर्वेद सम्बन्धी जानकारीका लागि जडीबुटी, रमणीय पार्क तथा पोखरी, रामले अश्वमेध यज्ञमा छोडेको घोडाको कलात्मक मूर्तिका साथै अन्य देवी देवताका कलात्मक मूर्तिहरूको सजावटले कपिलधाम साँच्चै अनुपम रमणीय स्थल बनेको छ। कपिलधाममा साहित्यकारको सम्मानका साथै नेपालका साहित्यिक विभूतिहरूको आकर्षण कलात्मक मूर्तिहरू राखिएको छ। बौद्ध गुम्बा, खानेपानीको बोरिङको व्यवस्था सहित पिकनिक स्थल समेत भएकोले यो ठाउँमा धार्मिक तथा प्राकृतिक मनोरम पर्यटकीय आकर्षणको केन्द्र रहेको छ। प्रस्तुत छ यस ठाउँको महत्त्वको बारेमा कपिलधामका अध्यक्ष आदरणीय गुरु शङ्कर प्रसाद आचार्यसँग गरिएको संवादको केही अंश। नमस्कार दर्शकबिन, यहाँहरू हेर्दै हुनुहुन्छ सामाजिक रूपान्तरणका लागि सामाजिक अभियानद्वारा सञ्चालित युट्युब च्यानल सामाजिक अभियान। आज हामी कपिलधाम स्थित कपिलधाम आरोग्य केन्द्र एवं मन्दिरमा छौँ र हामीसँग हुनुहुन्छ कपिलधाम आरोग्य केन्द्रका एवं कपिलधाम मन्दिरका अध्यक्ष श्री शङ्कर आचार्यज्यू र हाम्रो साथमा हुनुहुन्छ यसै आरोग्य केन्द्रका सचिव दुर्गा प्रसाद पौडेलजी। उहाँहरूसँग एउटा छोटो वार्तालाप गर्न गइरहेका छौँ। सरलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु, दुवै सरहरूलाई। धन्यवाद। सरले आफ्नो एउटा छोटो परिचयबाटै कार्यक्रमको सुरुवात गरिदिनुहुन्छ कि? म यो सामाजिक भेडेका सम्पूर्ण मित्रलाई नमन गर्दछु र यो सिङ्गो कपिल आर्य मन्दिर कपिलधामको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै चाहिँ म त धन्यवाद दिँदै नमन टक्राउँछु। र मेरो नाम हो शङ्कर प्रसाद आचार्य। मेरो घर बाडङ्गा नगरपालिका 9 चौबा टोलमा छ र म यो धामको सुरुदेखि नै अवस्थाबाट यहाँ चाहिँ काम गर्दै आएको छु र हामीले काम गर्ने क्रममा धेरै उतार चढाव त हुनु स्वाभाविकै हो र कठिन र सुखका कुराहरू पनि भोग्दै आएका छौँ र हामीले यस कपिल आर्य मन्दिर धार्मिक वनले धेरै संस्थाहरू जन्माएको छ र जसमध्ये गुरुकुलम हाम्रो पहिलो चाहिँ संस्था हो। त्यसपछि अहिले प्राकृतिक शिक्षालय जन्माएको छ।
अनि कपिल प्रज्ञा पुस्तकालय छ, त्यसै गरी साहित्य तीर्थ छ र बुद्ध विहार छ र अरू यहाँ मठ मन्दिरहरू पनि प्रशस्त छन् र समग्रमा यी जन्माउने काम भएको छ, यसलाई हुर्काउन धेरै कामहरू गर्न बाँकी छ। सरले पनि आफ्नो केही परिचय गरिदिनुहुन्छ। यो अभियानमा लाग्नुभएको सबैलाई नमस्कार र बटुकोलाई पनि साथै नमस्कार गर्न चाहे। म यस कपिल मुनि वैदिक संस्कृत विद्यापीठ यो गुरुकुल विद्यालय व्यवस्थापन समितिको सदस्य, साथै यो धाममा पनि लामो समयदेखि सेवाको रूपमा काम गरेको छु। सिङ्गो यस मन्दिरको सचिवकै रूपमा काम गरेको छु र यसका शाखा विभिन्न उपसमितिहरूमा पनि रहेर सहयोग पुर्याउँदै आएको छु। र यो गुरुकुल भन्ने संस्था चलाउनलाई अलिक कठिन हुँदो रहेछ, किनकि यसमा हाम्रो आवासीय विद्यालय छ। यो आवासीय भएको हुनाले यहाँका गुरुहरू, बटुक विद्यार्थीहरू, उहाँहरूलाई जुन सुविधा दिनुपर्ने हो, उहाँहरूको जुन छाक काट्न पर्ने हो, त्यसको लागि हामीले विभिन्न संस्थाहरूमा गएर माग गर्ने, अनुरोध गर्ने, घर दैलो गर्ने इत्यादि गरेर यो संस्था चलाउँदै आएका छौँ। र अरू संस्थाभन्दा यो गुरुकुल भन्ने संस्था चलाउन हामीलाई अलिक कठिन भएको छ र यसैमा हामी लागेका छौँ। र आज पनि यसैको विशेष तयारी बैठक थियो र हामी अब आगामी चैत्र 9 गतेबाट फेरि विभिन्न ठाउँमा पुगेर घर दैलो गर्ने, आर्थिक सङ्कलनहरू सङ्कलन गर्ने, खाद्यान्नहरू सङ्कलन गर्ने र यो बटुकहरूलाई र यहाँका गुरुहरूलाई, सेवकहरूलाई, यिनीहरूलाई चाहिँ अगाडि बढाउने र पालन पोषण गर्ने हाम्रो लक्ष्य रहेको छ। सचिव सरलाई म एउटा प्रश्न राख्न चाहे। हजुर विद्यापीठको सचिव पनि हुनुहुन्छ। यी विद्यार्थीहरू कति जिल्लाका छन् अथवा कुन कुन जिल्लाबाट यहाँ पढ्न आउनु भएको छ विद्यार्थीहरू? यहाँलाई धन्यवाद। हाम्रो यति नै जिल्ला भन्दा पनि 6-7वटा जिल्लाबाट आउनुभएको छ। हाम्रो 6-7वटा जिल्लाबाट कुनैबाट 2जना, 3जना, 4जना अब रुकुन्दै दाङको हुनुहुन्छ, बर्दिया हुनुहुन्छ, कैलालीका हुनुहुन्छ, अबुचम यता मुगुतिरको पनि हुनुहुन्छ 2-4जना। यसरी विभिन्न ठाउँ, पहाड, तराई, हिमाल सबै ठाउँका विद्यार्थीहरू हुनुहुन्छ यहाँ। र हामीले अब जहाँबाट आउनुहुन्छ उहाँहरूलाई चाहिँ हामीले यहाँ भर्ना दिन्छौँ र यहाँको हाम्रो विद्यालयको नीति अनुसार उहाँहरूलाई सुविधा दिन्छौँ। र त्यही अनुसार हामीले अहिले यो 78 सालबाट हालसम्म चलाइरहँदा कक्षा 6-7-8 नेपाल सरकारबाट स्वीकृत प्राप्त गरी अहिले धार्मिक अनुदान अन्तर्गत नगर शिक्षा समितिबाट हामीलाई 5 लाख रुपियाँ छुट्याइएको छ, जसमध्ये 2 लाख रुपियाँ हाम्रो खातामा आइसकेको छ भने असार मसान्तसम्म अरू पैसा पठाउने भने नगरले हामीलाई सूचित गरेको छ, सूचना गरेको छ। सोही अनुसार हामीले अधिराज्यभरि नै खुल्ला छ हाम्रो ढोका विद्यार्थी भर्नाको लागि र जहाँको विद्यार्थी आउनुहुन्छ उहाँहरूलाई हामी चाहिँ दिन्छौँ र उहाँहरूले पाउने सुविधा यस विद्यापीठबाट प्रदान गर्छौँ, दिने गरेका छौँ। र आर्थिक सहयोगको लागि नगरपालिका, जिल्ला समन्वय समिति, प्रदेश, सङ्घीय सरकार इत्यादिमा पनि हामी फाइलहरू पुर्याउने, बोक्ने गरेका छौँ र त्यही स्थानहरूबाट पनि केही राहत स्वरूप हामीलाई सहयोग प्राप्त भएको छ र सोही अनुसार हामी यस विद्यालयलाई सञ्चालन गरिआएका छौँ। अध्यक्ष सरलाई मैले एउटा प्रश्न राख्न चाहेँ। यहाँ प्राकृतिक चिकित्सालय पनि देखेँ मैले। त्यहाँ चिकित्सकको कुनै व्यवस्था छ वा कुनै केही त्यहाँबाट प्राप्त हुने कुनै किसिमको औषधिको व्यवस्था छ? के छ सर त्यहाँ प्राकृतिक चिकित्सालय? ठिक छ, अहिलेसम्म चाहिँ यो व्यवस्था अहिले छैन र अस्पताल सबै कुराहरू व्यवस्था अब कोठाहरू बनिसकेका छन्, बेड बिस्तराहरू भइसकेका छन् र चाहिँ मतलब त्यहाँ भित्रका चाहिँ औजारहरू अनि चाहिँ त्योहरू पनि अब तयार भइसकेका छन्। अब यो वैशाखदेखि नै ओपनिङ गर्ने भन्ने कुरो छ। हामी यहाँ मुख्य कुरो डक्टर नभइकन ओपनिङ गर्छु भनेर भने डक्टरको खोजीमा छ। डक्टर पाउन बित्तिकै जुनसुकै समयमा ओपनिङ हुन्छ। कपिलवस्तु कनकमुनि बुद्ध, कर्कुछन्द बुद्धको जन्मस्थल गोटिहवा, गौतम बुद्धको घर तथा राजधानी तिलुवाकोट जस्तै महत्त्वपूर्ण एवं पवित्र स्थल कपिल मुनिको आश्रम तथा तपस्या स्थलको उचित प्रचार प्रसार र थप विकास भएमा बारङ्गा नगरपालिका कपिलवस्तु तथा देशकै धार्मिक पर्यटनमा टेवा पुग्ने देखिन्छ। सामाजिक अभियान मिडिया प्रणालीका लागि अभिषेक पौडेलका साथमा ध्रुव प्रसाद शर्मा, कपिलवस्तु।